मसँग हैन बुढाको अचार छ के यो ल्याएको धेरै दिन भएको हैन 2-3 दिन भयो हैन तर मैले खाएर यति बनाइसके बुढाको अचार एकचोटी आएको थियो नि के गरे मुखमा हाल्न बित्तिकै के आ कस्तो नमिठो उखाल्ने भन्ने वाला के अनि त्यो देखेर मगाएको थिएँ के मैले अनि यस्तो मिठो लाग्यो के मलाई चाहिँ खतरा मिठो के मैले भातसित नि खादिनँ के त्यसैमा खाइदिन्छु के खाएर म सकिसकेँ छैन अब धेरै मैले त भिडियो बनाउँदाखेरि त्यो सिल निकाल्छु ओपन गर्छु भनेको थिएँ तर कामले गर्दाखेरि भ्याएको छैन के यति मिठो खाने त्यो अचार जति खायो हैन त्यति खान मन लाग्छ के त्यति मिठो लाग्छ त्यो चपाइराख्न मन लाग्छ के मिठो के देख्न सक्नुहुन्छ यस्तो देख्दा तपाईलाई खाम मन लाग्दैन यो मैले 1 हप्तामा सक्छु होला के एकदम मिठो के अनि के टप सप पनि भेट्यो भन्दै हुन्छ नि त्यो केही पनि छैन कि मैले हेरेको राम्रोसँग त्यो छ कि भनेर छैन यस्तो मिठो बनाइदिएकोमा तपाईलाई धेरै 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 धन्यवाद यदि तपाईलाई पनि खान मन छ भने अर्डर गर्नु होला रिग्रेट चाहिँ हुँदैन कि तपाईलाई यस्तो मिठो हो